यो मेरो आलु खेती हो। यस आलु खेतीमा दिन रात लगाएर यत्रो मेहनत गरेर हामीले चाहिँ फल फलाइसकेका थियौँ र अहिले हाम्रो अवस्था यो छ। हेर्नुहोस्, यो बरफको बिचमा सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू घरतिर फर्किहाल्नु भयो। दिवाली भनौँ, हाम्रो तिहारको माहौलमा, र हामी चाहिँ अब यसैको दौरान यो हामी आलुको बिजोक यस्तो छ। यो फाल्नु परेको, यो फालेको आलु हो। यो आलु फाल्नु परेको अवस्था हो। हेर्नुहोस्, के गर्ने, यो 6 महिना वर्ष दिनको मेहनत यसरी खोलामा बगिरहेको अवस्था छ। र चाहिँ हाम्रो यो आलु साह्रै बर्बाद भइसकेको छ। न हाम्रो दसैँ र न त तिहार। अब हामीलाई घर जानु पनि हामीलाई बाध्यता छ। तर अब घर जाने कसरी, यहाँ कसैले पनि 1 रुपियाँ छैन है। जाने अवस्था पनि गाह्रो छ। र के गर्ने, साउले चाहिँ यो आलुको उद्धार गरेर गइजा भन्छ, तर उद्धार गर्नु बहुत गाह्रो छ। उद्धार कसरी गर्ने हो आलुलाई, केही छैन। अवस्था गम्भीर छ। आलु चाहिँ यसरी फाल्नु परेको छ।